ज्योति भर्सेस बुढी दमारको म्याच हुँदैछ। हेर मै समय यता ल ल हेलो एन्ड नमस्ते साथीहरू, म फेरि पनि हजुरको सामु नयाँ भिडियो लिएर आइसकेको छु साथीहरू। सो भिडियो चाहिँ के रहेछ भनेर पक्कै पनि हाइलाइट ठाउँमा लेखेर चाहिँ थाहा पाइ नै सक्नुभयो साथीहरू। यो चाहिँ टर्च गरेँ म सुरुमा इन्ट्रोडक्सन गर्दाखेरि। सो आई होप सबैजना सन्चै हुनुहुन्छ भन्दै आशा गर्दै म पनि एकदम फिट एन्ड फाइन छु साथीहरू। सो आज चाहिँ हामी बल खेल्न जाँदैछौँ साथीहरू। म चाहिँ नभनौँ खेलाडी उहाँ हुनुहुन्छ, म त साइड हो। ओ आउनु एकदम। सो अनि हामी चाहिँ यहाँदेखि घरदेखि निस्किनु लाग्यो। हामी चाहिँ पहिलो म्याच छ साथीहरू, तर हामी यहीँ छौँ। 1 घन्टा हामीसँग बुढी दमार पुग्ने टाइम। ल हामी चाहिँ यस्तो जाँदैछौँ साथीहरू। अनि सुषमा हेलो, आज कतिको एक्साइटेड छस् त नि? धेरै दिनपछि हामीलाई यहाँ गाली खाइसक्यो, अझै यतिसम्म यहीँ छौ भनेर। उहाँ नपुगेर साथीहरू हामी जाँदैछौँ। म नजानुलाई कृष्णजीलाई भन्नु यहाँ सालमा ल हल्ला गर्ने होइन। सो साथीहरू अनि हामी चाहिँ यहाँ, म चाहिँ यहाँ माइत नजिक आइसकेँ। यहाँ आमाले चाहिँ एकचोटि डाइलग हार्निसक्नु भयो, मलाई हेर्दै गर्नु होला। अनि उहाँ गएर देखाउँछु। यसो अब आफ्नो म्याच हुँदाखेरि त हल्ला गर्नु पर्यो होइन साथीहरू, यसो हुटिङ सुटिङ दिन पर्यो। अरूको म्याच हुँदा चाहिँ हल्का छोटो मिठो क्लिप्स ल्याउने छु। अनि यहाँ देख्न सक्नुहुन्छ अहिले चाहिँ गहुँ लगभग फाइनल्ली पाकिसकेको छ। फाइनल्ली साथीहरू गहुँ पनि पाकिसकेको छ। अनि यो गहुँलाई चाहिँ काट्ने बेला भइसक्यो। अनि हामी चाहिँ अब चैतको पहिलो हप्ता दोस्रो हप्तातिरबाट चाहिँ गहुँ काट्न सुरु गर्छौँ सायद होइन साथीहरू। अनि हामी चाहिँ यहाँदेखि को जाने भन्दा सुषमा, म, अनि फेरि कटारे माइजू, अनि हाम्रो भाउजू, अनि एकजना केटी चाहिँ छुटेको छन्। र को केटी हो आफै गेस गर्नु होला। सो साथीहरू हात पनि गिलो भइसक्यो। मैले भनेकै टन्टन मलाई उल्लु बनाएको सुरुमा भन्दा त होइन गर्नु। यसले मलाई हाम्रो फर्स्ट म्याच छ साथीहरू, 10 बन्न आँटिसक्यो। अब हामी पारीबाट जाउन गाडी पाइन्छ त्यहीमा जाने हो। सो हेर्दै गर्नु होला, म बिचमा भेट्ने छु साथीहरू। म चाहिँ यहाँ हाइवेमा आइसकेको छु। सो यसलाई चाहिँ भन्छन् ढोरपाटनको वे बाटो होइन। म यहाँ बाटोमा निस्किसकेँ। म यहाँ गाडी रोकाउन आएको। एउटा 9 बजेको गाडी आउँथ्यो, 9:30 भयो। यति बेलासम्म आएको छैन। 8 बजेको बस चाहिँ गइसकेको छ। 9:30 भइसक्यो साथीहरू। हामी यस्तो पाराले पुग्दिनौँ जस्तो छ। अनि हाम्रो खेल प्रेमी मित्रहरू चाहिँ लगभग गइसक्नु भएको छ। हामी 2 जना मात्र यता छुटेको छौँ। खेल्नेवाला चाहिँ होइन, खेल्नेवाला होइन हल्ला गर्नेवाला सुषमा खेल्ने हो। म चाहिँ हल्ला गर्ने हो। टिममा सहभागी मात्र भएको साथीहरू देख्न सक्नुहुन्छ। सुषमा चाहिँ आइरह। यहाँ हाम्रो भाउजू र माइजूले पनि जानुहुन्छ कि हेर्न म्याच हेर्न। ल साथीहरू हामी चाहिँ अब पैदल यात्रा सुरु गर्न लागिसक्यौँ। बस आएन कि आइन साथीहरू। सो हामी चाहिँ अब पैदल यात्रा गर्दैछौँ। हाम्रो भाउजू चाहिँ अझै आइसक्नु भएको छैन। यहाँ चाहिँ देख्न सक्नुहुन्छ हाम्रो खेलाडी नम्बर 1 जर्सी नम्बर 1 हाई गर्दै बहिनी। साइरा पनि गेम खेल्न जाने, हेर्न जाने, हुटिङ गर्ने। ल हामी चाहिँ भाउजू आउनु भएन। हामी चाहिँ अब हिँडेको साथीहरू है त, है त भेटौँला बेला बेलामा साथीहरू। यहाँ टोलीले बाटो बिरायो। हामी चाहिँ उतातिरबाट आएको थियौँ, बाटो चाहिँ यहाँ रहेछ। हामी चाहिँ उकालो निस्किँदैछौँ। हामीलाई चाहिँ उहाँ कुर्दै हुनुहुन्छ। यता छमै यता ल ल यता धीरज, सुषमा, भाउजू जानुपर्ने। ल टोलियो कतिको ठकै लाग्यो। अझै हामीलाई आधा घन्टा लाग्छ, धेरै लाग्ला। ए हामी चाहिँ गफ गर्दै आएको। हामी चाहिँ यिनीहरू म चाहिँ क्लासमेट साथीहरू। ज्योति भर्सेस बुढी दमारको म्याच हुँदैछ। हेर मै खतरा जाने है। हाम्रो चाहिँ म्याच भइसक्यो साथीहरू। ज्याम्रोसँग 1 सेट हार्यो अरे।
जेम्रेसँग म्याच भइसक्यो इटिया भर्सेस ज्यामिरे इटियाले गेम जित्न सफल अब अर्को म्याच हुन्छ यसपछि उठ्या माथिबाट राम्रो आउँछ ल भिडियो कसको धेरै खाएर बुढी जमाको धेरै छ छैन होला एक मिनट भयो लम्बो भएर उहाँको बल छुइरहन आउट बल यार 13 छ भने बुढी जमार 11 खतरा आउट गयो तर ल सर्भिस रहेको छ बुढी दामारबाट आयो सर्भिस आयो तर बल आउट सट्टौटीबाट आउट नम्बर ल्याउन सफल बुढी दमार सर्भिस फेरि बुढी दमारबाट बल कट्न असफल सर्भिस रहेको छ सट्टौटीबाट जर्सी नम्बर 3 बाट आयो बल ल साथीहरू हामी चाहिँ घरतिर रिटर्न ब्याक हुँदैछौँ होइन हाम्रो भाउजू चाहिँ जानु भइसक्यो मामासँग स्कुटरमा अनि सुषमा र म चाहिँ यहाँ ओह्रालो लागिसकेको छौँ हामी माथि ग्राउन्डदेखि चाहिँ तल आइसकेको साथीहरू आज चाहिँ गेम हेर्नेको चक्करमा मैले चाहिँ गेम खेलेको भिडियो चाहिँ बिल्कुलै लिएको छैन साथीहरू 1 मिनटको मात्रै छ एउटा अब आफ्नो टिमको म्याच हुँदाखेरि त हेर्नै पर्यो साथीहरू हुटिङ गर्नै पर्यो होइन अनि त्यही भएर चाहिँ ल्याउन पाएन सो अनि हामी चाहिँ भोलि फर्स्टको लागि भिड्नेवाला छौँ साथीहरू हाम्रो गाउँको पनि बोइजहरू पनि फर्स्टको लागि भिड्ने अनि लेडिज पनि फर्स्टको लागि भिड्ने हो भोलि चाहिँ जे होस् फाइनल गेम हुनेवाला छ अनि हामी चाहिँ यसरी ओह्रालो झर्दैछौँ सुषमा चाहिँ त्यहाँ टनक 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 गर्दै गइहे बिहान पाइन्ट लाएर आइथ्यो भने अहिले कट्टु लगाए त्यसो अनि म चाहिँ यहाँ छु साथीहरू यहाँ त त्यही हो हेर्नु न कस्तो छ यहाँदेखि सर हामी चाहिँ यसरी झर्ने हो यो घर चाहिँ मुर्दा घर हो साथीहरू त्यो चाहिँ लास जलाउने ठाउँ हो होइन अनि हामी चाहिँ यो पारी छ कि हामी वारीबाट यसरी ओह्रालो झर्दैछौँ आउने बेलामा चाहिँ यही उकालो स्यासेर फेफे गर्दै निस्केको स्यास्या गर्दै अनि अहिले चाहिँ यसरी ओह्रालो झर्दैछौँ यस्तो सालको पातहरू पनि हो यहाँबाट फेरि लड्क्यो भने त सिधै तल पुग्छ नि त हामी जाने त यो खोला छ नि यो खोलाको यस्तै किनारे किनारे हो साथीहरू त्यही हो घर फर्किँदैछौँ अनि आजको भिडियो चाहिँ यस्तै भयो साथीहरू भोलि चाहिँ जसरी भए पनि अलि राम्रो राम्रो अब यस्तो खेल प्रेमीहरूको भिडियो ल्याउन सक्छु होइन यतिखेर हामी यहाँ छौँ ल त्यसपछि हामी अब भिडियो इन गर्छौँ है त त्यसमा बाई भन्नु त बाई बाई ल साथीहरू बाई यहाँदेखिको नजर हेर्नुहोस् ल हाम्रो घर चाहिँ कहाँ हो भन्नुहुन्छ भन्दाखेरि
ओ यो देखियो नि यो डाँडादेखि अझै पालतिर हो क्या हाम्रो घर सो हामी चाहिँ यत्रो यहाँदेखि सर यसरी यो डाँडादेखि उतै पर हिँड्दै जानुपर्ने छ आज स्कुटीमा आइएन के भोलि चाहिँ विचार गरौँ ल बाई बाई